हेलो गुड मर्निङ नमस्ते। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ म माइती घरतिर छु अनि बिहानै बाख्रा देखाउँदैछु तपाईँलाई। बाख्राले चाहिँ घाँस माग्दैछ अनि म चाहिँ अब घाँस झुन्डाइदिँदैछु। अनि ल मजाले खाऊ है बाख्राहरू भन्दै अब म चाहिँ बारीतिर घुम्दैछु। अनि बारीतिर घुमेर अब म चाहिँ सुँगुर खोरतिर पुगेँ। सुँगुरले पनि चारो माग्दैछ। अनि अब यतातिर चाहिँ कुखुरा पाल्नुहुन्छ, अहिले चाहिँ छैन, 2टा मात्रै छ। अनि यहाँदेखि माथि चाहिँ बर पिपल छ। अनि यहाँ चाहिँ गर्मी महिनामा चाहिँ शीतल हुन्छ, चाहिँ शीतल हावा चल्छ। अनि यहाँ चाहिँ चिसो महिनामा चाहिँ एकदमै चिसो हुन्छ। अनि यहाँदेखि तल चाहिँ तम्बर नदी छ। अब म घरमा गएर चाउमिन पकाउने छु। आज हामी चाहिँ चाउमिन खानु आँटेको। अनि मेरो छोरीले पकाउँछ अरे यहाँ। अनि आज चाहिँ आमा छोरी चाउमिन खाने काम बिगार्दैछ। अब चाउमिन त खाने, अनि चाउमिनमा चाहिँ के मिसाउने भनेर म चाहिँ आमाको कोठेबारीतिर लागेँ। अनि मेरो छोरी चाहिँ यस्तरी छिर्दैछ, गेट चाहिँ यस्तो रहेछ। अनि अब म चाहिँ नागेर जानेछु भित्र। अनि हेर्नुहोस् यहाँभित्र कोठेबारीभित्र के छ भनेर म तपाईँहरूलाई देखाउने छु। अनि यहाँ चाहिँ यो चाहिँ दाल होला, अनि मुसुरी दाल, अनि पुरै हरियो भइरहेछ। अनि यहाँदेखि यता के छ त भनेको आलुबारी रहेछ। अनि मजाले आलु पनि रोप्नु भएको रहेछ आलुबारीभित्र चाहिँ। अनि एउटा सागहरू देख्दैछु। अनि कस्तो राम्रो साग भइरहेछ हरियो। अनि साग चाहिँ खासै राम्रो छ जस्तो लागेन, किनभने छाम्दाखेरि चाहिँ अलिक दह्रो छ। अनि अब मैले सागहरू टिपेँ, अनि मजाले टिप्दैछु। अनि यता मेरो छोरीले पनि साग टिप्दैछ, आलुबारीमा कुद्दैछ मजाले। यस्तो राम्रो आलु भइरहेको रहेछ। अनि हेर्नुहोस् मेरो छोरी चाहिँ आलुबारीभरि सागबारीभरि कुद्दैछ है, उसलाई पनि टिप्नु मन परेको अरे। मैले चाहिँ यति साग टिपेँ। अनि अब माथि के छ त भनेर हामी जान्छौँ। यहाँ माथि त यस्तो राम्रो रहेछ, गाउँ रहेछ, गाउँबारी। अनि मेरो छोरी चाहिँ यहाँ मजाले खेल्दैछ। अनि निस्क भनेर भन्दैछु, म चाहिँ निस्केको छैन। ल बारीबाट फनफनी घुमेर मैले चाहिँ सबै कुरा ल्याएर काटि पनि सकेँ। मेरो छोरी चाहिँ अझै त्यो बारीमा खेलिराख्न खोज्दै थियो। अनि मैले त्यही भएर छोरीलाई लिएर आएर अब मैले पकाउन थालेँ है त साथीहरू। हेर्नुहोस् त्यहाँ मैले मासु चाहिँ थोरै हालेको छु। अनि मजाले अब लसुनको पत्ता अनि सागहरू हालेर पकाउने छु। हेर्नुहोस् मजाले अब सुरु भयो मेरो चाउमिन पकाउनका लागि। ल साथीहरू हाम्रो चाउमिन पाकिसकेको छ है। हेर्दाखेरि नराम्रो भए पनि खाँदाखेरि मिठो होला। अब हामी खान्छौँ। 1 2 3 गो। अब हाम्रो सुरु। यस्तै हो गाउँमा। खोक्दैछ, चिसो खाएको छ। गुड भएछ, गुड। पुरा अर्ग्यानिक हो नि त यो। अलिअलि पिरो पनि हालेको छु नि त, धेरै चाहिँ हालेको छुइनँ, नानीलाई पिरो भयो होला।
मुखेर न मुख माया गरिदिनुहोस् भन्दै हाम्रो भिडियोले माया गरिदिनुहोस् अनि सब्स्क्राइब पनि गरिदिनुहोस् लाइक कमेन्ट पनि गरिदिनुहोस् लाइक कमेन्ट पनि गरिदिनुहोस् बाई 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 बाई